यो देशमा गतिलो पेट्रोल धरी पाउँदैन र हाम्रो सरकारले चाहिँ अब यूरो 6 स्ट्यान्डर्डको भेहिकल्सहरु मात्र इम्पोर्ट गर्ने निर्णय लिनु भएको छ। तर कतिलाई यो कुरा थाहा छैन कि यूरो 5 यूरो 6 को इन्जिनहरुलाई चाहिँ एकदमै क्लीन फ्युल चाहिन्छ। विदेशतिर त अक्टेन 95 98 भनेर छानी पेट्रोलहरु किन्न पाइन्छ, तर हाम्रो नेपालको देशमा त अक्टेन कति हो लेखेको पनि हुँदैन र कतिलाई त अक्टेनको मिनिङ पनि थाहा छैन। अब पेट्रोल पम्पमा पनि मिसावट कति भइरा हुन्छ, त्यहाँ क्लीन फ्युल हामीले पाइरा हुँदैन। अब यूरो 6 इन्जिन आउन थालेपछि चाहिँ त्यो इन्जिन्सहरुमा चाहिँ यो हाम्रो नराम्रो पेट्रोलले चाहिँ समस्याहरु चाहिँ क्रिएट गर्न सक्छ कि तपाईको फ्युल इन्जेक्सनको पम्प बिग्रिन सक्छ र जुन क्याटालिटिक कन्भर्टर भन्ने एउटा चीज हुन्छ एक्जस्टमा त्यसलाई पनि ड्यामेज पुर्याउन सक्छ यदि फ्युलको क्वालिटी चाहिँ राम्रो छैन भने। सो यदि तपाईको यूरो 5 BS6 र फ्युचरमा यूरो 6 लेभलको बाइक्स कार्सहरु केही छ भने चाहिँ एकदमै ट्रस्टेड पेट्रोल स्टेशनहरुमा मात्र फ्युल भर्ने गर्नु र टाइम टु टाइम तपाईहरुको फ्युल इन्जेक्टरहरु चाहिँ ठीक छ कि छैन त्यस्तो कुराहरु चाहिँ तपाईले चेक गरिराख्नु पर्छ। र बाटोमा त्यो बोतलको पेट्रोल किनेर झन् राख्दै नराख्नु हैन। अब पेट्रोल स्टेशनमै त मिसावट हुन्छ भने झन् बाटोमा बेच्ने मान्छेहरुले त के मात्र मिसाउँछ होला। सो फ्युलिङको कुरालाई चाहिँ सिरियसली लिनु र आफ्नो भेहिकलको सुरक्षा आफै गर्नुस् है।